Welcome to Sea Folk Sunder series. This is part 2. यो भिडियोमा चाहिँ म कति हिँड्नु पर्छ, कुन होटलमा बस्ने भनेर रेकमेन्ड गर्छु. सो फर्स्ट डे चाहिँ तपाई दुनैबाट हिँड्न सुरु गर्नुहुन्छ. धेरैले चाहिँ छेपका बस्नु भन्नुहुन्छ, बट आई वुड रेकमेन्ड अलि धेरै हिँडेर रेची भन्ने ठाउँमा बस्नु. फर्स्ट डे त्यति गाह्रो हुँदैन, धेरै उकालो छैन, त्यही भएर. सेकेन्ड डेमा चाहिँ एकदमै उकालोहरु छ. सो फर्स्ट डेमा अलि बढी मेहनत गरेर सेकेन्ड डेमा अलि इजी होस् भनेर चाहिँ म फर्स्ट डेमा दुनैदेखि रेची नै पुग्नु भनेर रेकमेन्ड गर्छु. हामी चाहिँ फर्स्ट डेमा छेपका पुगेको थियौं किनभने हामी अलि ढिला हिँड्यौं. 10 घण्टा हिँडेर दुनैबाट हामी छेपका पुगेको थियौं. अब यो कति घण्टा लाग्छ भनेर त आफ्नो हिँडाइमा पनि भर पर्छ. सेकेन्ड डेमा चाहिँ तपाई रेची भन्ने ठाउँबाट माथि सिधै सेफोक्सुन्डो पुग्नुहुन्छ. एकदमै उकालो छ, तपाई बिगिनर्स हो भने चाहिँ एकदमै गाह्रो हुन्छ. सेफोक्सुन्डोमा चाहिँ हामी यो होटलमा बसेको थियौं. रेचीमा चाहिँ हामी यो होटलमा बसेको थियौं. भेरी नाइस पिपल. अहिले यस्तो देखिरहेको छ, जाडो महिनामा हिउँ परेपछि यस्तो देखिन्छ रे. यो भिडियो चाहिँ मैले यहाँको दाइबाट लिएको हो. रेची भन्ने ठाउँमा बस्नु भयो भने चाहिँ यही होटलमा बस्नु भनेर रेकमेन्ड गर्छु म. थर्ड डेमा चाहिँ बिहान तपाई भ्यू पोइन्ट हेरेर आएर अनि एकछिन घुमेर 3 बजेतिर तल झर्न थाल्यो हुन्छ कि त त्यो दिन त्यही बसेर फोर्थ डेमा चाहिँ तल झर्न थाल्नु. सो चढ्न 2 दिन लाग्यो, झर्न 2 दिन लाग्यो. नाउ फुड एन्ड लजिङको कुरा, भेज खानाको अलमोस्ट सबै होटलमा 350 रुपीज हो. हामीले बिहान बेलुका त्यही भेज खाना खाएको. अनि अन्डाको प्राइस चाहिँ अब जति माथि जाँदै गर्नुभयो त्यति अलि महँगो हुँदै आउँछ. 10-20 रुपैयाँ 10-20 रुपैयाँ, व्हिच इज कम्प्लिटली फेयर. होटलको प्राइस पनि अलमोस्ट सबै होटलमा 1500 पर्दो रहेछ. 1500 फर रूम. अफ सिजनमा जानुभयो भने चाहिँ रुम्सहरुमा चाहिँ अलिकति डिस्काउन्ट गरिदिनुहुन्छ उहाँहरूले.